बुटवल उपमहानगरपालिकाको 67औं स्थापना दिवसको अवसरमा विगत केही दिनदेखि बुटवलका विभिन्न ठाउँहरूमा सरसफाई कार्यक्रम भइरहेको छ। आज मिति 2082 माघ 29 गतेको यस सरसफाई कार्यक्रममा लुम्बिनी वाणिज्य क्याम्पसका शिक्षकहरू, विद्यार्थीहरू तथा सर्वसाधारणहरूको उपस्थिति रहेको देखिन्छ। बुटवल हस्पिटल लाइनदेखि सुरु भएको यो सरसफाई कार्यक्रम ट्राफिक चोकमा समापन भएको छ। बुटवल त्यसै सफा भएको होइन, तर सफा गरिएर सफा भएको। आज हामी यहाँ बुटवलको ट्राफिक चोकमा छौँ अनि यो सरसफाई कार्यक्रममा हामी यहाँ वाणिज्य कलेजको विद्यार्थीहरूलाई देख्न सक्छौँ। अनि वाणिज्य कलेजको प्रतिनिधि गरेर एकजना यहाँ सर हुनुहुन्छ, उहाँले केही भन्नुहुन्छ। यो सबै सरसफाइमा सहभागी भएर देशलाई के सन्देश दिन चाहनुहुन्छ? नमस्कार, म लुम्बिनी वाणिज्य क्याम्पसबाट। हामी आज चाहिँ म के सन्देश दिन चाहन्छु भने वास्तवमा हामीहरूले चाहिँ आज एक दिन आएर सफा गर्दैमा सबै कुरा सफा हुने होइन। यो हामी त एउटा सचेतनाको लागि मात्रै आएको हो। सम्पूर्ण विद्यालय लगायत सम्पूर्ण व्यक्तिहरूले चाहिँ यो सरसफाई कार्यक्रममा सहभागी मात्रै नभएर समाजमा भएका सम्पूर्ण निकायहरूलाई एक किसिमको सचेतना चाहिँ फैलाउनको लागि चाहिँ म अनुरोध गर्दछु। विद्यार्थीहरूलाई यसरी सरसफाई कार्यक्रममा लिएर हिँड्दाखेरि कतिको उत्सुकता देखाएको जस्तो लाग्छ? विद्यार्थीहरूले धेरै नै उत्सुकता देखाएको छ, तर विद्यार्थीको भनाइ के छ भने एक दिन मात्रै हामीले सफा गरेर हुँदैन, यो सरसफाई भन्दा पनि अलिकति सचेतना बढी चाहिन्छ भन्ने चाहिँ विद्यार्थीहरूको भनाइ छ। अनि घुम्दै गर्दाखेरि के पाउनु भयो त? मान्छेहरूले सरसफाइमा कतिको चासो देखाइरहेछन् त? जस हामी यसरी आउँदाखेरि मान्छेहरूले अब हामीले फोहोर गरेको ठाउँमा अरू आएर सफा गर्नु पर्यो भनेपछि हामी अलिकति लज्जाबोध भएको चाहिँ हामीले पाएका छौँ। त्यसकारण उहाँहरूले पक्कै पनि यो सन्देश मार्फत चाहिँ भोलिका दिनमा हामीले आफै नै सफा गर्नुपर्छ भन्ने कुरा पक्कै पनि उहाँहरूले चाहिँ मनन गर्नु नै छ भन्ने हामीले विश्वास लिएका छौँ। हस्, धन्यवाद समयको लागि। धन्यवाद।